Hello, ready with me, guys. Moisturizer, my favorite moisturizer. Cetaphil moisturizer, always favorite. Apply garnu. म चाहिँ भर्खर नुहाएर आएको छु सो स्किन पुछिराख्नु पर्दैन मजाले मोइस्चराइजर एप्लाई गरिदिउँ घाँटीतिर पनि लाउँछु राम्रो मोइस्चराइज गर्छ नि फेसलाई त्यसो है मेरो चाहिँ फेस अब पालो आयो सनस्क्रिन डक्टर रसलको सनस्क्रिन चाहिँ मैले ट्राई गरेको धेरै भएको छैन यो महिना हो मैले ट्राई गरेको सो कस्तो मलाई राम्रै लागिरहेछ यो पनि सधैँ चाहिँ मैले युभी डक्सको युज गर्थेँ बजेट फ्रेन्डली खोजे हो कस्तो हुने हो हेरौँ युभी डक्सको कुरा गर्नुपर्दा चाहिँ मलाई एकदम मन परेको थियो त्यो चाहिँ है तर बजेट पनि त्यस्तो छ नि त अहिले फाइनेन्सियल कन्डिसन अलिक ठिकैको छ कि त्यही भएर चाहिँ अलिकति मैले चाहिँ यो सनस्क्रिनमा स्विच भएको अवस्था छ हेरौँ कस्तो हुन्छ यो पनि राम्रै भइरहेको छ एभ्रिडे लाउने कुरा हो है सो बजेट फ्रेन्डली पनि कहिलेकाहीँ ट्राई गरौँ न भन्ने कुरो हो राम्रो छ SPF 50 को हेऱ्यो पनि तर यसले चाहिँ स्किन ग्लोई टाइपको लुक दिन्छ क्या एकदम ग्लोई दिन्छ हो एकदम ग्लो क्या झलललल केही नलाइ यत्तिकै हिँड्दा पनि हुन्छ क्या सनस्क्रिन मात्रै लगाएर पनि म त एभ्रिडे हिँड्दाखेरि यत्तिकै सनस्क्रिन मात्रै लगाउँछु तर आज चाहिँ अलिक स्पेसल कहाँ गरौँ भनेर फाउन्डेसन लाउनुभन्दा अगाडि प्राइमर चाहिँ लाउनु होला है साथीहरू नत्र स्किन चाहिँ पुरै भन्दा पनि के भन्नु स्किनलाई राम्रो प्रोटेक्सन गर्छ डाइरेक्ट मेरो हुँदैन ड्राई बनाउँदैन क्या यसले चाहिँ फाउन्डेसनलाई पनि अप्लाई गर्नु एकदम राम्रो गर्छ सो प्राइमर नछुटाउनु होला भन्न चाहन्छु मेरो चाहिँ यस्तै हुन्छ हल्का फुल्का सिम्पल भएर हिँड्ने गर्छु धेरै नक्कल पार्न त मन लाग्छ तर अब नक्कल म यसो त्यहाँसम्म मात्रै जाने हुनाले धेरै नक्कल पारिनँ मैले है फिट मीको फाउन्डेसन लाउँदैछु मैले चाहिँ मेरो चाहिँ स्किन ओइली हो नर्मल टु ओइली सो ओइली स्किनको लागि राम्रो छ नलाई यत्तिकै कहिलेकाहीँ हतार छ भने स्किन केयर नगरे पनि प्राइमर लाउने फाउन्डेसन लाउने चल्दिने क्या एकछिनको लागि झलमल्ल हुँदा चाहिँ तर आफ्नो स्किन केयर गर्दै स्किनलाई पनि प्रोटेक्ट गरौँ न भन्ने हुँदा चाहिँ स्टेप बाई स्टेप हो नत्र त चलेगा त्यतिकै पनि हतार भएको बेला चाहिँ म चाहिँ धेरै लगाइबस्दिनँ तर कहिलेकाहीँ चाहिँ सनस्क्रिन र मोइस्चराइजर मात्रै लगाएर पनि हिँडिदिन्छु म चाहिँ त्यस्तो खालको मान्छे हो साथीहरू हजुरहरू कस्तो खालको मान्छे हो भन्नु होला यस्तै भयो लौ न साथीहरू छोरी सुतेको मौकामा यसो मेकअप गरिरहेको थिएँ छोरी त बिचमै उठिदिएर ब्याकग्राउन्डमा रोइरहेको थिएँ कि त्यही भएर मैले चाहिँ यसो आफ्नो साउन्ड म्युट गरेर भोइस ओभर गरेँ हतार मेकअप पनि कम्प्लिट गरेर म यसो त्यसो जाँदैछु के गर्ने नानी काममा भइसकेपछि यस्तै रहेछ ल बाई बाई साथीहरू।